नमस्कार यहाँहरु सबैलाई। मेरो नाम समीरनाथ प्याकुर्याल हो। म पेसाले एकाउन्टेन्ट र ट्याक्स एडभाइजर। मेरो अफिस ह्यारो अन द हिलमा छ। बस म 2012 भन्ने हो भने 2008 देखि नै यो पेसामा संलग्न छु। युके मा नेपाल देखिको कुरा गर्ने हो भने 1995 देखि नै म यो पेसामा इन्भल्भ छु। बस यही नै हो मेरो व्यावसायिक परिचय। ओके, सो गोर्खा कन्स्ट्रक्सनमा चाहिँ हजुर कसरी जोडिनु भयो? अलिकति केही भनिदिनुस् न। गोर्खा कन्स्ट्रक्सन लिमिटेड सँग म जोडिएको भनेको झन्डै धेरै मलाई लाग्छ 15-20 वर्ष जति नै भइसक्यो। सुरुवाती दिनहरुमै प्रमेश कुमार श्रेष्ठ जो अहिले गोर्खा कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ, उहाँसँगको मेरो चिनजान भनेको गोर्खा कन्स्ट्रक्सन भन्दा पनि पहिले हो हैन। त्यसपछि अनि मैले नै सल्लाह दिएर ल अब एउटा कम्पनीको हिसाबले यसलाई चलाऊ, किन मैले उसमा एउटा कुरा के देखेँ भने उ एकदमै कमिटमेन्ट, उसको डेडिकेसन र उसमा प्यासन छ के। जस्तो अब बिल्डिङको काम, कन्स्ट्रक्सनको काम त धेरै मान्छेले गर्छन् हैन। कसैले अब जब भन्न एउटा आफुलाई चाहँदाखेरि पनि आफुलाई मन भित्रबाट अर्कै कुरा छ, तर बिचारा अब एउटा गर्नै पर्यो नि काम त केही न केही, त्यो हिसाबले गर्नु र भित्रबाट आफुलाई प्यासन भएर आफुलाई मजा आउने, इन्जोय गर्ने हिसाबले काम गर्नुमा धेरै फरक पर्छ र त्यसको असर कसैले युज गर्ने युजरलाई पनि पर्छ के। उले कसरी काम गर्छ, कामलाई कसरी लिन्छ भन्ने कुरा त्यसले मैले उलाई धेरै एडभाइस गर्थे। तिम्रो यो प्यासन देखेर चाहिँ ह्याट्स अफ टु यु, यु नो, इट्स रियली नाइस। त्यसैले तिमीले चाहिँ यो सेक्टरमा अलिकति यसलाई कर्पोरेटाइज गरेर अलि अगाडि बढ भन्दै उले बिस्तारै गर्दै आज गोर्खा कन्स्ट्रक्सन लिमिटेड भनेको वान अफ द पाइनियर बिल्डर हो युके मै भन्दा पनि हुन्छ हैन। अनि उसको एक्सपिरियन्स, उसको लर्निङ यति बढिसक्यो कि अब अहिले उसको टिमहरु हैन, त्यसले गर्दाखेरि उ धेरै माथि आइसक्यो अब। र उसको क्वालिटीहरु, उले काम गरेकोहरु हैन, अब मैले केही भन्नै पर्दैन। अब मेरो आफ्नो क्लाइन्ट पनि हो, मान्छेले सोच्ला कि ओहो यसले एकदम धेरै कुरा भनिरहेछ भन्ने मैले भन्नै पर्दैन। उले गरेको कामहरु, गोर्खा कन्स्ट्रक्सन लिमिटेडले गरेको कामहरु भनौं न अनलाइनमा छ्यापछ्याती छ। कसैले पनि गएर हेर्यो भने अनलाइनमा, र कुनै पनि व्यक्तिले गोर्खा कन्स्ट्रक्सनको बारेमा जसरी भन्नु भएको छ त्यो कुराहरुलाई अध्ययन गरे भने, रिभ्यु गरे भने त्यहीबाट नै थाहा हुन्छ गोर्खा कन्स्ट्रक्सन अहिले कहाँ छ भन्ने कुरा। मुख्य अर्को कुरा के हुन्छ भने हामीले धेरै सुनेका छौं कस्तो घटनाहरु भने अब कुनै नयाँ बिल्डरलाई युज गर्यो अनि उले सबभन्दा पहिले एडभान्स माग्छ अनि काम सुरु गर्छ। अब के हुन्छ भने अनि त्यसपछि सुरुमा एउटा टाइम दिया हुन्छ, त्यसपछि उ त्यो टाइममा न फोन उठाइदिन्छ न आइदिन्छ। कतिपय घटनाहरु त कस्तो छ भने पैसा लिइसकेपछि त्यो मान्छेको पत्तै छैन। त्यस्ता धेरै मलाई लाग्छ मिलियन्स पाउन्डको चाहिँ प्रब्लम छ त्यो युके मा कन्स्ट्रक्सन इन्डस्ट्रीमा। त्यसरी मान्छेले धोका दिने त्यस्ता कुराहरु। त्यसैले अब गोर्खा कन्स्ट्रक्सन केसमा के छ भने हाम्रो आफ्नो एउटा नेपाली छोराले विदेशमा आएर गरेको मेहनत हो हैन। उसको चाहिँ यो 15-20 वर्षको अथक प्रयासको फलस्वरूप यो कम्पनी यहाँ आइपुगेको छ अहिले। र अर्को कुरा ट्रस्ट क्या, उसमा के छ भने अब मेरै एक्जाम्पल लिए भने अब मैले 2019 नोभेम्बरमा एउटा घर किनेको थिएँ आमासम्ममा। अब त्यो घर त्यति बेलामा कोभिडको यस्तो महामारी थियो कि आई मिन एनीबडी वुड हैव स्ट्रगल टु फाइन्ड ए गुड बिल्डर के। कसैले पनि त्यो पाउँदैन थियो, पाए पनि यति चाहिँ भन्नाले तुरुन्तै कोही पनि आउँदैन थियो। उले टाइम दिन्थ्यो क्या तिमीलाई, आई क्यान ओन्ली स्टार्ट आफ्टर 1 इयर, आफ्टर 6 मन्थ हैन। अनि प्राइसिङ पनि त्यस्तै। अनि अब त्यो कस्तो हुन्थ्यो भने गाह्रो हुन्थ्यो। तर मलाई कति सजिलो भयो भने गोर्खा कन्स्ट्रक्सन लिमिटेडलाई मैले इन्गेज गर्ने बित्तिकै मैले साँचो मात्रै जिम्मा लगाइदिएँ के। मलाई लाग्छ हार्डली आई हेभ बीन टु माई साइट प्रोबेबली 5-6 टाइम्स। जहिले उलाई जरुरी हुन्थ्यो, जहिले उले कुनै डिसिजनहरु सँगै गरौँ भन्थ्यो। उसको काम गराएको अर्को राम्रो पक्ष के छ भने ही इन्भल्भ्स एभ्रीबडी के। जो स्टेक होल्डरहरु छ, जस्तै अब बेसिकली भनौं न जो ओनर हैन, जसको घर हो त्यो घर धनीलाई पनि उले इन्गेज गराउँछ के, कि यसो गर्नु उसो गर्नु, एडभाइस गर्ने। इभन कहिलेकाहीँ त मैले देखेको छु कि आर्किटेक्टले ड्र गरेको ड्रइङमा पनि उले त्यसलाई पनि हटाइदिन्छ क्या। कि स्मार्ट छ क्या प्रमेश कुमार श्रेष्ठ हैन। त्यसले गर्दाखेरि उले धेरै कुराहरुमा फेरबदल गरिदिन्छ। यहाँ यसो गर्नु, यहाँ यसो गर्नु, यहाँ यसो गर्नु, यस्तो साइन्टिफिक र लजिकल पनि लाग्छ के। उले भनेको कुरा सुन्दाखेरि ओहो यार यही गर्नु पर्यो, ल अहिले यो अर्ली फेजमै छ, गर्न पनि सकिन्छ, कस्ट पनि लाग्दैन, यति बनाउनु, यसो गर्नु। धेरै एडभाइजरी पनि छ क्या उसको। काम गर्ने मात्रै त धेरैले गर्लान्, तर एउटा कुरा ट्रस्टवर्दी, बिल्कुल ट्रस्ट गर्दा हुन्छ हैन।
तर हुन त मैले यसो फिडब्याक दिँदाखेरि ऊ अलिक महँगो छ भन्ने म सुन्छु क्या होइन, ऊ चाहिँ अलिक महँगो छ। तर मैले के भन्छु भने अब महँगो भन्ने कुरा क्वालिटी पनि मलाई चाहियो, टाइमली पनि मलाई सबै कुराहरू चाहियो। अनि फेरि उसले गरेको कामहरू झन्डैले काम गरिसकेको 6 महिना 1 वर्षसम्म पनि कुनै कुराहरू आयो भने उसले तुरुन्तै मान्छे पठाएर गराइन्छ क्या। अब उसले कस्टिङ गर्दाखेरि त अभियसली त्यो सबै कुराहरू राख्नुपर्ने हुन्छ होइन, त्यसले गर्दा अलिकति महँगो होला तर उसको त्यो महँगोलाई जस्टिफाई गर्ने क्वालिटी चाहिँ छ, त्यसैले यत्रो मान्छेले युज गरिरहेछन् नि होइन। त्यो छ त्यो कुराले पङ्क्चुअलिटी। अब जति बेला उसले मलाई त्यति बेला के भन्यो भने म यो डेटमा फिक्स गरिदिन्छु, हजुरको सारा काम फिनिस हुन्छ भने एक्ज्याक्टली मलाई लाग्छ 5-10 दिन यताउता भयो होला, त्यो पनि कहिले अब मेटेरियल्स त्यो जस्टिफाई हुन्छ क्या, त्यसलाई किन त्यो ढिलो भयो भन्ने कुरा पनि क्लियरली देखिन्छ, त्यो उसको कारणले भएकै छैन त्यहाँ ढिलाइ भनेपछि। त्यो कुरामा चाहिँ एउटा मान्छेलाई अहिलेको जमानामा के हुन्छ भने दुइटै अब होइन वर्किङ कपल होला, बच्चाहरू होला, अब घर बनाउनु पर्यो भने अब त्यो चिन्दैन चिनेको मान्छेलाई ल्याएर घरमा छोड्न पनि गाह्रो, एकजना मान्छे बस्न पनि गाह्रो। त्यो हिसाबले कतिजना मान्छेको घरै त्यो प्लान गर्नुपर्ने हुन्छ क्या, केही सानो कुरा गर्नु पनि होलिडे कुरेर बस्नु पऱ्यो, बच्चाको होलिडे कुर्नु पऱ्यो। तर उसको केसमा के छ भने निर्धक्क साँचो बुझाइदिएपछि उसले टक्क लाएर काम फिनिस गर्छ, चाहिए बेलामा बोलाउँछ, ठ्याक्क काम टाइममा फिनिस गर्छ, खतम होइन। त्यो छ, त्यसले गर्दाखेरि प्रत्येक कुरालाई अरू बेलामा पनि एकपल्ट हजुरले उसलाई चिनिसकेपछि उसले गर्ने हेल्पहरू सकिँदैन। घर भन्ने कुरा के हुन्छ भने सानसानो पेटी कुराहरू आइरहन्छ होइन, कहिले प्लम्बिङको इस्युज भइदिन्छ, कहिले अब अरू इलेक्ट्रिकको इस्युज भइदिन्छ, धेरै सानसानो कुराहरूको इस्युज भइदिन्छ क्या। त्यो बेलामा पनि मान्छेलाई ह्यान्ड्स अन क्या, सिधै प्रमेशलाई फोन गऱ्यो भने प्रमेशले केही न केही सर्ट आउट गरिदिन्छ क्या, ऊ फेरि हेल्पफुल पनि छ त्यो हिसाबले होइन। जस्तो मान्छेले त अब अरू बिल्डर युज गर्यो भने त सक्यो, अब काम सकेपछि त त्यो रिलेसनसिप छैन अब त्यहाँ भनेपछि त्यो एउटा चाहिँ इन्ड्युरिङ लङ टर्म खालको रिलेसनसिप पनि हुने, जुन चाहिँ एकदम अपरिहार्य मान्छे हो नि त। जस्तो हामी अब यो घर भएको मान्छेलाई त जहिले पनि जे पनि पर्न सक्छ होइन, कहिलेकाहीँ अब महिला मात्रै घरमा हुन्छन्, अब पानी बस भइदिन्छ, बच्चा त्यहाँ छ, भिजोग छ, अब के गर्ने, कसलाई फोन गर्ने भन्दाखेरि प्रमेशलाई भने त्यस्तो खालको, त्यसले पनि धेरै सजिलो हुन्छ मान्छेहरूलाई। अब यस्तै छ गोर्खा कन्स्ट्रक्सनसँगकोलाई चाहिँ मैले अब भनौँ न अब रेटिङै गर्दाखेरि पनि आई थिङ्क म त 5 रेटिङ गर्छु क्या गोर्खा कन्स्ट्रक्सनलाई, किनभने उनीहरूको काम गराइ, उनीहरूको क्वालिटी, उसले कुनै पनि कुराको सोल्युसन त्यहाँ छ क्या। जस्तै अब टाइल किन्नु पऱ्यो कि अब बाथरुमको सामान किन्नु पऱ्यो कि होइन, इलेक्ट्रिसियन चाहियो कि अब डोर किन्नु पऱ्यो कि तिमीलाई कुनै पनि बिल्डिङ सम्बन्धी सामानहरू, बिल्डिङ सम्बन्धी कुनै पनि अरू लेबरहरू चाहियो भने उसँग त्यति राम्रो खालको एउटा नेटवर्क उसले क्रिएट गरिसकेको छ, त्यसले गर्दाखेरि कसैले पनि त्यो नेटवर्कबाट बेनिफिटेड हुन सक्छ, त्यो पनि उसको एउटा राम्रो पक्ष हो। ओके, सो हजुरले त सबै भनिदिनु भयो। सो हजुर चाहिँ निर्धक्क हुनुहुन्छ कि निर्धक्क साथ चाहिँ अरूलाई रिफर पनि गर्नलाई चाहिँ अफकोर्स अरू कुरा त मान्छेहरूको आफ्नो आफ्नो डिसिसन मेकिङ हुन्छ होइन। अब तर मैले के भन्छु भने युज गर्नुहोस्, के हुन्छ क्वालिटी पनि हामीलाई चाहिन्छ। अब हामीले यतिकै अब अलिकति 2-4 पैसा कसैले सस्तो देला, तर बुझेर गर्नुहोस्, जोसँग गर्नुहुन्छ बुझेर गर्नुहोस्। भोलि यस्ता किसिमका घटनाहरू हामीले सुन्नु नपरोस्, फलानु आयो यस्तो गरिदियो, भोलि त्यो मान्छेले गरेर त हिँड्यो होइन, तर त्यो त हामीलाई त थाहा हुँदैन, हामी त्यसको नलेज भएको मान्छे त होइन। भोलि कता के बिग्रियो, अब अर्कोलाई बोलाउनुहुन्छ, अर्कोलाई बोलाएपछि उसले फेरि यहाँ फेरि कस्तो हुन्छ भने एउटाले गरेको कामलाई अर्को बोलाउने बित्तिकै ओहो उसले त यस्तो गरेछ यस्तो गरेछ, फेरि सबै कुरा बनाउनु पर्ने हुन्छ। एटलिस्ट एउटा लङ रनको लागि एउटा इस्टाब्लिस्ड कम्पनी होइन, जो चाहिँ अब बजारमा छ, जो चाहिँ राम्ररी लिगली चलिरहेछ, त्यस्तोलाई युज गर्नु भन्ने कुरा पनि एउटा कन्फिडेन्स दिन्छ क्या त्यसले। किन भोलि केही भइहाल्यो भने पनि इन्सुरेन्स छ होइन, हाम्रो प्रोडक्ट लाइबिलिटी इन्सुरेन्सहरू हुन्छ, सबै कुरा छ। भोलि तलमाथि केही भयो भने पनि तपाईँहरू इन्स्योर्ड हुनुहुन्छ होइन। अनि यत्रो रोजगारीहरू दिइरहेछ मान्छेहरूलाई, यो सबै कुराले पनि हामी अब नेप्लिज कम्युनिटीहरूले त उसलाई धेरै नै माया गर्नुभएको छ, मैले देख्छु उसले वास्तवमा भ्याइ नै छ होइन। तर पनि फेरि पनि यहाँहरूलाई अब त्यस्तो अझै कुनै एक्सटेन्सन गर्नु छ, लफ्ट गर्नु छ, प्रत्येक कुराहरूमा अब सहयोग गर्नु छ भने भनौँ न उहाँलाई उसको सर्भिस लिनुपर्ने छ भने म त त्यही भन्छु, म त उहाँलाई युज गर्नुहोस्, एकपल्ट युज गरेपछि बल्ल थाहा हुन्छ। ओके, हजुरलाई यो लाइक रिफर प्लस यति बोलिदिनु भएकोमा धेरै धन्यवाद। थ्याङ्क यू सो मच, थ्याङ्क्स।